नमस्कार सरस्वती चिल्ड्रेन पार्क स्कुलले प्रसारण गर्दै आइरहेको कार्यक्रम क्युरेकास्टको तेस्रो एपिसोडमा छौँ आज हामी। म रोहित, मेरो साथमा कक्षा 7का विद्यार्थीहरू हुनुहुन्छ यश्री, नमस्कार, आराध्या नमस्कार, र श्रुति। नमस्कार। आज हामीले एउटा यस्तो विषयलाई छलफलको केन्द्रमा राखेका छौँ। त्यो विषय भनेको चाहिँ एडिएचडी, एटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर। यो चाहिँ व्यापक रूपमा यसले चाहिँ विद्यार्थीहरूलाई असर गरिरहेछ, विशेष गरेर एडोलेसेन्स एजका विद्यार्थीहरूलाई विशेष गरेर असर गरिरहेको छ। यो कुराहरूमा अगाडि बढ्नुभन्दा अगाडि एउटा डिस्क्लोजर चाहिँ म के गर्न चाहन्छु भने हामी मध्ये कोही पनि क्लिनिकल साइकोलोजिस्ट छैन, साइकियाट्रिस्ट पनि होइन। तर एउटा धर्म ठानेर हामी शिक्षा क्षेत्रमै काम गर्ने व्यक्ति भएको कारणले एउटा धर्म ठानेर यो व्यापक रूपमा असर गरिरहेको, सिकाइमा असर गरिरहेको, बच्चाहरूको सिकाइमा असर गरिरहेको तर इग्नोर्ड भएको सब्जेक्ट, इग्नोर्ड भएको समस्या एडिएचडीलाई उठान गर्नुपर्छ भन्ने धर्म ठानेर हामीले आज यो विषयमा उठान गर्दैछौँ, ताकि अभिभावकलाई पनि फाइदा होस्, नानी बाबुहरूलाई पनि फाइदा होस् र शिक्षकहरूलाई पनि फाइदा होस्। यसै विषयमा केन्द्रित रहेर हामीले 3 जना बच्चाहरूलाई एउटा टास्क दिएका थियौँ। एडिएचडी भनेको के हो, एडिएचडीको बारेमा बच्चाहरूले थाहा पाउनु पर्छ कि पर्दैन, अनि एडिएचडी रोग हो या बानी हो या रोग र बानी दुवै होइन, के हो त एडिएचडी भनेको, एडिएचडीका लक्षणहरू के हुन्छन्, अनि एडिएचडी भएका बच्चाहरूलाई विद्यालयले कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराहरू चाहिँ को बारेमा हामीले रिसर्च गर्न टास्क दिएका थियौँ। अब आउँ हाम्रो विद्यार्थीहरूले त्यस विषयमा के फाइन्डिङ्स लिएर आएका छन्। म सुरु गर्न चाहन्छु श्रुतिबाट। एडिएचडी भनेको के हो श्रुति, तिम्रो विचारमा तिम्रो फाइन्डिङले के भन्छ? मैले चाहिँ सामान्य रिसर्च गरेको अनुसार मलाई यस्तो लाग्यो कि एडिएचडी अटेन्सन डिफिसिट हाइपर एक्टिभिटी डिसअर्डर भनेको ध्यान अभाव तथा अति सक्रियता सम्बन्धी अवस्था हो, जसमा व्यक्तिलाई ध्यान केन्द्रित गर्न, शान्त बस्न वा आफ्नो व्यवहार नियन्त्रण गर्न गाह्रो हुन सक्छ। यो कुनै खराब बानी होइन, बरु दिमागले काम गर्ने तरिका अलि फरक हुनु हो। एडिएचडी भएका व्यक्तिहरू सजिलै ध्यान अन्यत्र लैजान सक्छन्, काम पुरा गर्न कठिनाइ हुन सक्छ, तर यिनीहरू प्राय धेरै क्रिएटिभ, ऊर्जावान र नयाँ तरिकाले सोच्ने क्षमता भएका हुन्छन्। That's really great, श्रुति। श्रुतिले भन्यो यो कुनै खराब बानी होइन। म आराध्यसँग आउन चाहन्छु। एडिएचडी भनेको रोग हो या बानी हो, के लाग्छ तिमीलाई? मेरो फाइन्डिङ अनुसार एडिएचडी मिन्स ब्रेन रिलेटेड कन्डिसन। यो रोग वा बानी भन्दा पनि मेन्टल अथवा ब्रेन कन्डिसन हो जुन बच्चाको ब्रेन डेभलपमेन्टसँग सम्बन्धित हुन्छ। यो एउटा स्पेसल कन्डिसन हो जसमा सही गाइडेन्स, काउन्सेलिङ, सपोर्ट र कहिलेकाहीँ रेयर केसमा मेडिसिनले म्यानेज गर्न सकिन्छ भन्ने कुरा मेरो अध्ययनबाट देखिन्छ। फाइन्डिङ मन पर्यो, राम्रो फाइन्डिङ छ है। एनिवेज श्रुतिले अलिकति लक्षणहरूलाई छोएको थियो। आराध्यले रोग हो कि बानी हो भन्ने बारेमा चाहिँ आफ्नो फाइन्डिङ्सहरू प्रस्तुत गर्यो। यसो विचार गर्दाखेरि हामी सबैजना कोही हाइली फ्रिक्वेन्टली होइन, कोही चाहिँ कहिलेकाहीँ असाइनमेन्टहरू बिर्सिने होइन, अनि त्यस पछाडि लिसनिङ पावर कम हुने, जस्तो कि आफूसँग कोही मान्छे बोल्दैछ त्यो सुन्दै नसुन्ने बिचमै कुरा काटेर आफ्नो कुरा राख्न खोज्ने धेरैता कम हुने हामी प्रायःसम्म देखिन्छ कि हामी सबैसँग एडिएचडी छ त। यश्रीसँग आउन चाहे म, के लाग्छ यश्रीलाई, के लाग्छ हामी सबैसँग एडिएचडी छ, के लाग्छ तिमीलाई, तिम्रो अध्ययनले के भन्छ?
हजुर, यो चाहिँ कस्तो हो भने नि हामी कहिलेकाहीँ लामो समयसम्म ध्यान बस्न नसक्ने होइन, अनि अलि बढी चञ्चल हुने र गरिरहेको कामलाई पनि कम्प्लिट नगरिकन बिचमै अधुरै छोड्ने जस्ता कुराहरूले पनि हामीमा एडिएचडी छ कि भन्नेको जस्तो मलाई लाग्छ। एडिएचडी भनेको चाहिँ अस्थायी बानी होइन, त्यो चाहिँ दीर्घकालीन न्युरोविकाससँग सम्बन्धित एउटा अवस्था हो जसले चाहिँ हाम्रो पढाइ, काम र सम्बन्धमा स्पष्ट असर पार्दछ। यसको लक्षण भनेको चाहिँ 6 महिनादेखि लामो समयसम्म रहन सक्छ। अहिलेको आधुनिक जीवनशैली र अत्यधिक मोबाइलको प्रयोगको कारण एडिएचडी जस्तै जस्तै लागेको हुन सक्छ। यसको अर्थ सबैमा एडिएचडी छ कि भन्ने हुँदैन जस्तो मलाई लाग्छ। ओके, नाइस इनपुट। अब हामी कहाँ आउँ भन्दाखेरि यो कुरा बच्चाहरूसँग छलफल यसरी छलफल गर्नु कति उपयुक्त होला। एडिएचडीको बारेमा बच्चाहरूले थाहा पाउनु पर्छ कि पर्दैन, थाहा पाउनु कति आवश्यक छ, यसबारेमा छलफल गरौँ। यसबारेमा चाहिँ म श्रुतिको टेक लिन चाहन्छु। श्रुतिलाई के लाग्छ, बच्चाहरूले थाहा पाउनु पर्छ कि पर्दैन होला एडिएचडीको बारेमा? व्हाट्स योर इनपुट हियर, व्हाट्स योर फाइन्डिङ? मलाई चाहिँ यस्तो लाग्छ कि एडिएचडीको बारेमा बच्चाहरूले थाहा पाउनु अत्यन्तै जरुरी छ, किनभने यसले आफू र साथीहरूलाई बुझ्न मद्दत गर्दछ। कहिलेकाहीँ कसैलाई ध्यान दिन गाह्रो भइरहेको छ वा ऊ धेरै चलायमान हुन्छ भने त्यो कुनै खराब बानी नभई एक न्युरो डेभलपमेन्टको अवस्था हो भन्ने कुरा जान्नु अत्यन्तै जरुरी छ। थाहा पाएर हामीले बुझाउन र सहयोग गर्न सक्छौँ। सरल भाषामा भन्नुपर्दा एडिएचडीको बारेमा थाहा पाउनु भनेको बुझाइ, सम्मान र सहयोग बढाउनु हो भन्ने जस्तो मलाई लाग्दछ। ओके, बच्चाहरूले थाहा पाउनु पर्छ कि पर्दैन भन्ने कुरामा प्रष्ट रूपमा हामीलाई हेर्ने अभिभावकहरू, अन्य साथीहरू, सरकारवालाहरूले बुझ्नुहुन्छ जस्तो लाग्छ श्रुतिको कुरा सुनिसके पछाडि। अब आउँ, थाहा पाउनु पर्छ, तर कसरी थाहा पाउने, त्यसको लक्षणहरू के हुन सक्छन्? म आरत्यमा आउन चाहन्छु। लक्षणहरू के हुन सक्छन्, के होला लक्षणहरू एडिएचडी छ भनेर थाहा पाउनको लागि के कुरामा हामीले ध्यान दिनुपर्छ? मैले गरेको अध्ययन अनुसार ध्यान नदिनु, धेरै चलायमान हुनु, सोच्दै नसोचेको काम गर्नु, क्लासमा ध्यान दिन नसक्नु, होमवर्क पुरा गर्न बिर्सिनु, सजिलै डिस्ट्र्याक्ट हुनु, धेरै हल्ला गर्नु, एउटै ठाउँमा बस्न नसक्नु, शान्त बस्न गाह्रो हुनु, छिट्टो रिसाउनु, अरूले बोलिरहेको बेला प्याच्चो कुरा काट्नु जस्तो समस्याहरू धेरै लामो समयसम्म देखिएमा एडिएचडी हुन सक्ने सम्भावना हुन्छ। ओके, हामीले एडिएचडी भनेको के हो त्यो कुरा बारेमा नि थोरै थाहा पायौँ। अनि एडिएचडीका लक्षणहरू होइन, अनि डिमार्केसन्स एडिएचडी भएको र नभएको डिमार्केसनको बारेमा पनि छलफल गऱ्यौँ। लाइन होइन बारेमा पनि छलफल गऱ्यौँ। अब आउँ एडिएचडी भएको बच्चाहरूलाई, विद्यार्थीहरूलाई विद्यालयले कस्तो व्यवहार गर्नुपर्छ भनेको त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा त्यहाँ छ नि होइन। एडिएचडी भएको विद्यार्थीहरूलाई विद्यालयले कस्तो व्यवहार गर्नुपर्छ, शिक्षकले कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा अति महत्त्वपूर्ण कुरा हो। यसबारेमा हामी अब छलफल गरौँ। यसबारेमा आफ्नो इनपुट दिनको लागि म यशवीलाई अनुरोध गर्दछु। हामीले बुझ्नुपर्ने एउटा कुरा चाहिँ के हो भने नि एडिएचडी भनेको कुनै अनुशासनहीनता होइन, त्यो चाहिँ हाम्रो मस्तिष्कको विकासको एउटा अवस्था हो। त्यसैले हामीले एडिएचडी भएको बच्चाहरूले गल्ती गर्दा उनीहरूलाई सजाय दिने होइन, अनि उनीहरूलाई गाली गर्ने र अरू बच्चासँग तुलना गर्ने गर्यो भने चाहिँ उनीहरू डिमोटिभेटेड हुन्छन् र सिक्न पनि सक्दैनन्। बरु त्यसको सट्टा चाहिँ हामीले उनीहरूलाई होइन इट्स ओके यु क्यान डु इट भनेर मोटिभेट गर्ने गर्यो भने र शिक्षकहरूले उनीहरूलाई अरू साधारण विद्यार्थीहरूभन्दा पनि उनीहरूलाई छोटो छोटो निर्देशनहरू दिने, स्टेप बाई स्टेप गाइडेन्स गर्ने जस्ता कुराहरू गर्नुभयो भने चाहिँ उनीहरू सिक्न सक्छन् जस्तो मलाई लाग्छ। द्याट्स रियली ग्रेट यशवी। एनिवेज अब हामीले आज
एडिएचडीको बारेमा छलफल गऱ्यौँ, धेरै कुराहरू चाल पायौँ होइन। अनि एउटा म रेकर्ड सेयर गर्न चाहन्छु। कान्ति बाल अस्पतालको 2081देखि 2023सम्मको रेकर्ड हेर्दाखेरि 586 जना बच्चाहरूमा एडिएचडी देखिन्छ। तीमध्ये 86% बोइजहरू र त्यो पनि 6 वर्षदेखि 11 वर्षसम्मको उमेर समूहका बच्चाहरूमा एडिएचडीको समस्या देखिन्छ। यसको मतलब के हो भन्दाखेरि यो समस्या व्यापक छ, यसले कता कता हानिरहेछ, यसले सिकाइमा असर गरिरहेछ, यसले व्यक्तित्व निर्माणमा असर गरिरहेछ, यसले सम्बन्धमा असर गरिरहेछ होइन। लाइफलाई अर्गनाइज गर्न नसकिरहेको अवस्था छ होइन। हेपिएको हेला गरिएको तरिकाले बस्नु परिरहेछ होइन। त्यो कारणले हामीले यो उठान गरेको, यसलाई हेरेर अभिभावकहरूलाई पनि फाइदा होस्, बच्चाहरूलाई पनि फाइदा होस्, शिक्षण पेसामा रहेका तमाम शिक्षक साथीहरूलाई पनि फाइदा होस् भनेर हामीले यो विषयवस्तुलाई उठान गरेको होइन। सेल्फ स्टिम घट्दो छ, हामीले पहिचान गर्न नसक्दाखेरि के हुन्छ भन्दाखेरि बच्चाहरूको सेल्फ स्टिम आत्मविश्वास घट्छ, एङ्जाइटी डिसअर्डर हुनसक्छ, डिप्रेसनमा जान सक्छ बच्चाहरू होइन। मैले गरिरहेको छु नि तर पनि हुँदैन। समस्याको पहिचान नगर्दाखेरि के हुन्छ, समस्या एकातिर हुन्छ, हामीले फोकस तिमीले ध्यानै दिँदैनौ, तिमीले पढ्दैनौ, अल्छी हुन्छौ भनेर हामीले गाली गरिरहेको अवस्था हुनसक्छ। त्यसले के गर्छ, एङ्जाइटी डिप्रेसन जस्ता एक किसिमको क्रोनिक डिसअर्डरहरू निम्त्याउन सक्छ, त्यसले झन भयावह रूप ल्याउन सक्छ। त्यो कारणले हामीले यो विषयवस्तु एकदमै सिरियसली उठान गरेको छ। अनि तिमीहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर यर टाइम, for your research, for your findings. It was really wonderful. Thank you so much. It's our pleasure, sir. It's really good.